नमस्कार। हिजोको घटनाबारे चाहिँ म जानकारी दिन आएको छु। हिजोको एउटा घटना यस्तो घट्यो, अरू कसैले कुनै एक व्यक्तिले मेरो नामको सेम आइडी खोलेछ। त्यो आइडी खोलिसकेपछि हाम्रो जति पनि आफन्तहरू साथीभाइहरू छन् सबलाई फ्रेन्ड रिक्वेस्ट पठाएर साथी बनाएर मेसेज पनि गरिरहेछ। मेसेज गरेर उसले म यहाँ छु, म हस्पिटलमा छु, मलाई चाहिँ इमर्जेन्सी काम पऱ्यो भनेर चाहिँ उसले अहिले पैसा माग्दै हिँडिरहेको रहेछ। त्यो व्यक्ति मेरै फोटो राखेर नक्कली आइडी बनाएको छ। त्यसमा सबैजनाले ध्यान दिनु होला, कुन चाहिँ ओरिजिनल हो कुन चाहिँ डुप्लिकेट हो भनेर चाहिँ थाहा पाउनु होला। सेम मेरै फोटो राखेको छ, मेरो फेसबुकबाट तानेर राखेको छ। त्यो फोटो पनि फेसबुकमै थियो मेरो। त्यसले त्यो आइडी पनि हिजो नै बनाएको आइडी हो, हिजो 8 अप्रिलमा बनाएको छ। त्यसपछि उसले आइडी बनाइसकेपछि मलाई नै रिक्वेस्ट पठायो कि फ्रेन्ड रिक्वेस्ट। अनि त्यसपछि बल्ल मलाई थाहा भयो, पहिले त थाहा थिएन। मलाई नै फ्रेन्ड रिक्वेस्ट पठाएपछि ओहो मेरै आइडीबाट चाहिँ मलाई नै रिक्वेस्ट पठायो भनेर यसो हेर्दाखेरि चाहिँ त्यो स्क्याम रहेछ, अरू कसैले बनाएको रहेछ। अहिले यस्ता चाहिँ स्क्यामहरू चलिरहेको छन्। यस्तो स्क्यामहरूबाट तपाईँहरू सबै टाढा हुनुहोला, सबैले ध्यान दिनुहोला। त्यो मेरो नक्कली आइडी चाहिँ मैले स्क्रिनसटहरू राखिदिएको छु, हेर्नुहोला। सबैलाई धन्यवाद।